मृगौला भएको स्टोन ढुङ्गा चाहिँ कसरी बाहिर निकाल्ने भन्ने बारेमा छ है। आज चाहिँ म पत्थरिया हाम्रो मृगौलामा भएको किडनीमा भएको पत्थरिया चाहिँ कसरी बाहिर निकाल्ने, ढुङ्गाहरू साना साना हुन्छ होइन, यत्र यत्र कत्र कत्र हुन्छन्, त्यो यस्तो ढुङ्गा स्टोनहरू चाहिँ बाहिर कसरी निकाल्ने यो विधि म तपाईँहरूलाई सिकाउँदैछु। यो विधि भनेको यो यस्तो दुबो होइन, यसरी दुबो उखेल्ने, यसको चाहिँ तल जरा पातसम्म लगेर चाहिँ यसलाई मजाले धुने, मजाले धोइसके पछाडि मजाले पखाल पुखुल गरेर चाहिँ यसलाई मजाले कुट्ने र कुटिसके पछाडि यसलाई कपर्सन गर्ने र कपर्सन गरिसके पछाडि चौलानी चामलको, धानको चामलको चौलानी सेतो हुन्छ, त्यो सेतो चौलानी पानीमा 2 गिलास 3 गिलास कति सकिन्छ बिहान खाली पेटमा यो लगाउने। जुन कपर्सन गरेको यसको रस निक्लिन्छ त्यो रस लगाएर चाहिँ हामीले बिहान 2 गिलास प्रत्येक दिन, पानी चाहिँ दिउँसोभरिमा 2-2.5 लिटर 3 लिटर खान सकिन्छ, तर बिहान खाली पेटमा चाहिँ यो अनिवार्य 2 गिलास। बिहान खाली पेटमा यो कुटिसके पछाडि लगेर गिलासमा घोल्ने र 2 गिलास चाहिँ अनिवार्य खानुभयो भने तपाईँको धेरैमा धेरै 15 दिनमा तपाईँको जत्रोसुकै भएको स्टोन ढुङ्गा पनि हाम्रो पत्थरिया भन्छौँ होइन, त्यो पेटमा त्यो मृगौलामा भएको किडनीमा भएको पत्थरिया चाहिँ समाप्त भएर जान्छ।